नमस्ते साथीहरू, स्वागत छ तपाईलाई इन्भेस्ट न्यूमा। के तपाईँ शेयर बजारबाट मालामाल हुन चाहनुहुन्छ? त्यसो हो भने तयार हुनुहोस्। पाल्पा सिमेन्ट इन्डस्ट्रिज अर्थात् तानसेन सिमेन्टले आफ्नो आइपिओ ल्याउँदैछ। आउनुहोस्, यो कम्पनीको बारेमा बुझौँ र ती कम्पनीले के कति किता शेयर निष्कासन गर्दैछ त्यो बुझौँ। खुल्ने मिति: यो आइपिओ फागुन 12 गतिबाट खुल्दैछ र 15 गतिसम्म भर्न सकिनेछ। शेयर सङ्ख्या: कुल 45 लाख किता शेयर निष्कासन हुँदैछ। मूल्य: प्रति किता मात्र 100 अर्थात् 10 किता भर्न 1000 रुपियाँ भए पुग्छ। सेक्टर: यो म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरको बलियो कम्पनी हो। इस्यु म्यानेजर: नबिल इन्भेस्टमेन्ट ब्याङ्किङले यसको बिक्री प्रबन्धकको काम गरिरहेको छ। अहिलेको बजारमा सिमेन्ट उद्योगहरूको भविष्य राम्रो देखिएको छ। तानसेन सिमेन्ट एक स्थापित ब्रान्ड हो। मेरो व्यक्तिगत विचारमा कम्तीमा 10 किता भरेर आफ्नो भाग्य चम्काउने यो राम्रो मौका हुन सक्छ। तर लगानी गर्नुअघि आफ्नो अध्ययन पनि जरुर गर्नुहोला। यस्तै नयाँ आइपिओ र शेयर बजारका गोप्य कुराहरू सबैभन्दा पहिले थाहा पाउन हाम्रो च्यानल इन्भेस्ट न्यूलाई अहिले नै सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको घन्टी बजाउन नबिर्सिनुहोस्। यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। धन्यवाद।